अघि बढ्छ। त्यति बेला स्प्रिङ्कल सिस्टम एक्टिभेट हुन्छ। फर्स्ट टाइम पानी देखेर एथेना एकछिन त्यही अल्मलिन्छ, तर त्यति बेला उसको डिमेटलाइजिङ हुने बेला हुन्छ र हराउँछ। रियल वर्ल्डभरि डिलिन्जर सिस्टमले गर्दा तोडफोड मचियो भनेर न्युज फैलिन्छ। एथिनाले आफै आफूलाई रियल वर्ल्डमा ट्रान्सफर गर्छ। जुलियनले छक्क परेर एथिनालाई रोक्न खोज्छ, तैपनि एथिना मान्दिन। जुलियनको ममले फेरि सिइओ को पद फिर्ता लिन्छ र पार्टिकल लेजर बन्द गर्न खोज्छिन्, तर एथिनाले जुलियनको ममलाई छुरा हानिदिन्छन्, किनकि अघि जुलियनले पर्मानेन्ट कोड जसरी भए पनि प्राप्त गर्नु भनेर दिएको अर्डरमा जुलियनको ममलाई उसले बाधाको रूपमा लिन्छ। अब एथिना एनीहाउ पर्मानेन्ट कोड ल्याउ मोडमा हुन्छ। एरिसले भित्र केभिन फ्लिनको एउटा रूपलाई भेट्छ। केभिन फ्लिन र एरिसको पर्मानेन्टली बाँच्ने रहर, आफ्नै प्रोग्रामिङलाई प्रश्न गर्ने, गलत अर्डर नमान्ने कुराहरू छलफल गर्छ र फेरि फर्केर इभलाई बचाउने कुरा पनि गर्छ। फ्लिनले एरिसलाई मान्छे जस्तै बन्दै गएको, मान्छे जस्तै फिलिङ्स आउन थालेको र बाँच्ने चाहना देखेर एरिसलाई पर्मानेन्ट कोड दिन्छ र ब्याकडोर मार्फत फ्लिनको आर्केडमा पठाउँछ, जहाँ ऊ मेटेरियलाइज हुन्छ। यता अजय र उनको सहायक एरिना पनि इन्कम अफिस आउँछ। इभले सुरुदेखि के भयो सबै भन्छ, एरिसलाई पठाएको पनि भन्छ र अब एरिसलाई ल्याउन लेजर ठिक पार्नुपर्छ भनेर पनि भन्छ। अब इभको प्लान एथिनाको पार्टिकल लेजर युज गरेर एरिसलाई फिर्ता ल्याउने र डिलिन्जर सिस्टम सटडाउन गरेर एथिनालाई रोक्ने हुन्छ।